यो सडक चाहिँ हाम्रो हाइकिङ जहाँ चाहिँ हाइकिङ हुँदैछ होइन, त्यही भएर हामी चाहिँ टक्क बिहानै रेडी भएर सर गयौँ र अहिले चाहिँ हामी हिँड्ने क्रममा छौँ है साथीहरू। हेर्दै जानुहोस् के हुन्छ। मेरो भाइ चाहिँ अगाडि अगाडि लमक हिँड्दैछ होइन। उसलाई चाहिँ एकदम हतार छ क्या, किनभने ऊ एकचोटि गएर आइसकेको हो। त्यही भएर हामीलाई बाटो देखाउँदै पुरै गाइडेन गर्दै हिँडिरहेको छ, दाइ यताबाट जाउँ उताबाट जाउँ भनेर है। त्यही भएर लमक हिँडिरहेको छ। हामी पनि भाइ पछि हिँड्दैछौँ, किनभने हामी त्यो एरिया फर्स्टचोटि गइरहेको क्या। भाइ चाहिँ पहिले एकचोटि गएर आइसक्यो, त्यही भएर हो हिँड्दैछौँ। हेरौँ रमाइलो हुन्छ आज, जे हुन्छ रमाइलो हुन्छ है। रमाइलो पनि भइरहेछ, तलैदेखि नै हाँस्दै हिँड्दैछौँ हामी है। अब यहाँनिर चाहिँ ट्याक्कैसितले हामी सामान किन्दैछौँ, किनभने यसो डाँडा चढ्दाखेरि त खानु पऱ्यो नि, के इनर्जी बनाइराख्नु पऱ्यो। त्यही भएर सामान किनेर हामी लाग्यौँ अब अगाडि। भाइ अगाडि पानीको बोतल बोक्दै हाँस्दै हिँडिरहेछ। किन हो आज बिहानदेखि नै खुसी छ भाइ, खोइ त्यो कुरा मैले बुझ्न सकेको छैन हो। अब हाँस्ने क्रममा ऊ अगाडि आएर कार आएर ठोकिन लाग्दा पनि उसले थाहा पाएन क्या, पछिबाट हो। त्यति रमाइलो भइरहेको थियो बाटोदेखि नै झन्। अब के भन्ने, यस्तै छ हाम्रो आजको हिँडाइ। राम्रो छ, हाँस्दै खेल्दै भनौँ रमाउँदै हिँड्दैछौँ। जे हुन्छ रमाइलो हुन्छ है साथी हो। आज हाम्रो हाइकिङ सुरु भइसकेको छ। हाम्रो त 2 जना अझै हुनुहुन्छ होइन। लाम सबैजना लाम है। किन अघि टोपी नदिने भनेर भनेको राम्रै छ त होइन। मलाई हाइकिङको सुरुवात हुँदैछ होइन। सुरुमा गाह्रो अप्ठ्यारो भए पनि पछि रमाइलो हुन्छ होला है चढिसकेपछि। यहाँ हेर्न सक्नुहुन्छ भिड। आज शनिबारको दिन भएर होला, भिड पनि एकदम छ। यदि हजुरहरू पनि घुम्न जान चाहनुहुन्छ भने, हाइकिङ जान चाहनुहुन्छ भने शनिबारको दिन जानुहोस्। धेरै भिड छ। बिचरा मेरो भाइलाई पनि ठ्याक्कै त्यहाँनिरबाट इन्ट्री गर्नको लागि 2 घन्टा टाइम लाग्यो है। ठ्याक्कै 2 घन्टामा हामीले पनि इन्ट्री गऱ्यौँ। साथीहरू कस्तो भइरहेछ हाइकिङ? दाइ भाउजू म अनि आदित्य नि छ। कस्तो साथी हो, ठिक छ? आफै लड्छ अलि शीतलमा जाने साथतिर चढ्ने भने चढिहाल्ने। गइहालौँ के छ र, पुरा पहाड जाने होइन। हामी जान चाहिँ 4 जना मात्र गएको थियौँ। वहीँनिर पुगेपछि बाटोमा हिँड्दै सबैजनासित भेट भयो। अझै 4 जना भेट भयो अनि 8 जनाको ग्रुप भयौँ। अहिले हामी चरपटे बनाउने क्रममा छौँ है। चरपटे बनाएर खाने रमाइलो गर्ने भनेर चरपटे बनाउँदै साथीहरू एकदम लागु परेका छन्। मेरो भाइ चाहिँ गाजर फोडेर गाजर टुक्राउन लागिरहेको होला है। मलाई चाहिँ पटासँग नभन्न। अब त मसित पढ्यो भाइ भाउजू दाइ जब त फेरि सँगै गरे है। दाइ ठुलो कुरा फेरि बर्दिवास हामी एउटै ठाउँ हो कि देतान नहेर्ने के गाह्रो हुन्छ पछि। केमा नहेर्ने मोलेर मिठो हुन्छ। तलै दौडाउने फेरि
नाले बन्दुक 2 नाले बन्दुक 3 नाले बन्दुक 4 नाले बन्दुक 5 नाले बन्दुक 6 नाले बन्दुक 7 नाले बन्दुक 8 नाले बन्दुक 9 10 नाले बन्दुक 12 नाले बन्दुक ओ बन्दुक यस्तो क्या लास्टमा के भन्छ बन्दुकै बन्दुक बन्दुकै बन्दुक भन्यो क्या ल सबैजना त फर्क्यौँ ल ल पिलायो साथीले मर्छु भनी भरोसा दिलायो साथीले दिलायो साथीले हेलो गाइस यस्तो रमाइलो गर्दै गर्दै हामी चाहिँ ट्रेकिङबाट फर्क्यौँ है एकदम रमाइलो भयो है साथी हो सोचे भन्दा रमाइलो एकदम दामी भयो ल दामी दामी हामी कहाँबाट भेटेको बाटो बाटो कहाँ जाँदा भेटेको छु भन्नु न कहाँबाट भेटेको भन्नु